विकेट पनि झरिसकेको छ हाम्रो प्लेयरहरू त्यहाँ खेल्दै हुनुहुन्छ र हामी चाहिँ अहिले यस समयमा हाम्रो सरको एक्साइटमेन्ट र यहाँ चाहिँ अत्यधिक रोमाञ्चक म्याच भइराखेको छ हजारौँको सङ्ख्यामा भिडहरू यहाँ दर्शकहरू देख्न सक्छौँ र अहिले हामी सेकेन्ड इनिङको म्याच हाम्रो सञ्चालन हुँदैछ र सेकेन्ड इनिङमा चाहिँ हाम्रो न्यू होराइजन र युनाइटेड भिजन बिच म्याच भइराखेको छ जतिजनाले हेर्दै हुनुहुन्छ यहाँ एकदम रोमाञ्चक म्याच भएको छ कतिजनाले एकदम मिस गर्नुभयो कोलपुरमै पहिलोपटक यो म्याच हुन गइरहेको छ यहाँ सम्पूर्ण खेलाडीहरू र यहाँको दर्शकहरू एकदम धेरै एक्साइटेड हुनुहुन्छ यहाँ र यो एक्साइटमेन्टले अझै पनि दोस्रो सिजन अझै राम्रो र रोमाञ्चक हुन सक्ने हामीले सम्भावना देखिराखेका छौँ र विश्वकप खेलिसक्नुभएका हाम्रा अन्तर्राष्ट्रिय नेसनल प्लेयरहरू दिपेन्द्र सिंह ऐरी आदिल आलम जस्ता खेलाडीहरूको यो दमदार प्रस्तुति यहाँको स्थानीय क्रिकेटर खेलप्रेमी हाम्रो भाइ बहिनीहरूलाई पनि एउटा उत्साह हुनेछ र त्यो उत्साह हामी देख्न सक्छौँ हाम्रो यो हजारौँको क्यापासिटी भएको हाम्रो प्याराफिट आज भरिपूर्ण भएर टमाटम भएको हामी हेर्न सक्छौँ स्कुलदेखि आउनुभएको छ श्री ज्ञानज्योति मावि बगिया कोलपुर 11 ओके तपाईँ यहाँ फर्स्ट टाइम कोलपुर प्राइड लिग हुँदै गर्दा तपाईँको एक्साइटमेन्ट कस्तो रह्यो मेरो एक्साइटमेन्ट धेरै एक्सिलेन्ट रहेको छ एक्सिलेन्ट रहेको छ होइन के हो भविष्यमा म पनि एउटा राम्रो क्रिकेटर बन्छु भन्ने तपाईँको जोस आयो कि के छ आएको छ राम्रो भविष्यमा म पनि दिपेन्द्र ऐरी जस्तै बन्न चाहन्छु भन्ने तपाईँको फेभरेट गेम चाहिँ के हो क्रिकेटै हो वाउ तपाईँलाई मनपर्ने प्लेयर चाहिँ को हुनुहुन्छ यहाँ दिपेन्द्र सिंह ऐरी अलि यता हेरेर भनिदिनुहोस् न है दिपेन्द्र सिंह ऐरी दिपेन्द्र सिंह ऐरी हजुर तपाईँ भविष्यमा क्रिकेटर बन्ने इच्छा गर्दै हुनुहुन्छ कि के क्रिकेटर नै बन्ने इच्छा गरिरहेको छु अहिले तपाईँलाई क्रिकेटरमा सबैभन्दा मनपर्ने चाहिँ कुन पार्ट हो बलिङ ब्याटिङ फिल्डिङ अब ब्याटिङै हो ब्याटिङ हो हजुर ओके तपाईँले यो कोलपुर प्राइड लिग यहाँ कोलपुरमा फर्स्ट टाइम हुँदै गर्दा तपाईँको एक्साइटमेन्ट कस्तो रह्यो म एकदमै एक्साइटेड छु किनभने म पनि एउटा क्रिकेटर नै हो अब त्यस्तो प्रोफेसनल लेभलमा अहिलेसम्म पुगेको छैन तर आफ्नो स्तरीय जुन छ जिल्ला स्तरीय नभए नि आफ्नो वडा स्तरीय गाउँपालिका स्तरीय खेलिरहेको छु र यो टुर्नामेन्ट एकदमै भव्य साथ सफल भइरहेको देख्दा मलाई एकदमै खुसी लागिरहेछ किनभने यहाँ सफल हुनु भनेको एउटा बाँकेको सफल क्रिकेटको उत्पादन हुनु जस्तो लागिरहेको छ त्यही भएर एकदम उत्साहमा छु म यो सुरु सिजन 1 मै राष्ट्रिय स्तरको खेलाडीले यहाँ आएर खेल्नुमा यहाँको धारणा कस्तो रह्यो राष्ट्रिय स्तरको प्लेयरहरू अहिले यो बाँके जिल्लामा आए नि त्यसका लागि चाहिँ यहाँको आयोजक टिमलाई आयोजक जुन समिति छ उहाँलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु किनभने हामीले उहाँहरूलाई प्रत्यक्ष देख्न पायौँ उहाँहरूसँग कति कुरा सिक्न पायौँ जस्तो लाग्छ आएर र त्यो लेभल एउटा हुन्छ नि ग्रेड अप गरिदिएका छन् उनीहरूले आएर त्यसैले धेरै एक्साइटेड छौँ हामी अहिले नेपालगञ्जको कमसेकम 20-25 जना साथीहरू अहिले यहाँ आएको छौँ कोही कलेजबाट आएको छ कोही काम छोडेर आएको छ किनभने यसले एउटा स्तर बढाइदिरहेको के हाम्रो क्रिकेटको अब अहिले जुन यो चासो पनि बढ्दै गइरहेको एनपिएलले गर्दा पनि र वर्ल्ड कपमा पनि गएकै थियो नेपाल त्यही भएर हामी पनि एकदम खुसी छौँ एक्साइटेड छौँ पश्चात जुन हाम्रो कोलपुर प्राइड लिग समग्रमा यहाँलाई कस्तो लाग्यो एकदम राम्रो लाग्यो मलाई त पहिल्यैदेखि थाहा थियो कि जित्छ भनेर हो बिहान 9 बजेको घामदेखि आएर एकदम एक्साइटेड
ड्युटी सुटी सब छोडेर कोल्पु लिगमा हेर्ने नै आउने हो हजुर कहाँदेखि आउनुभएको? नेपालगञ्जदेखि हेर्नलाई आज चाहिँ आएको हो विशेष गरेर दिपेन्द्र सिंह ऐरीलाई चाहिँ हेर्न आएको एकदम ठुलो फ्यान हजुरको फेभरेट प्लेयर त दिपेन्द्र सिंह ऐरी अलवेज दिपेन्द्र दिपेन्द्र नै हो सुदूर किसान कस्तो लाग्यो यहाँको यो एकदमै खुसी थाहा थियो कोल्पुरमा कसैले आएर हल्लाउन सक्दैन यस्तो गरेर आएर पनि रूपन्देहीले आफ्नो हारेको छ ठिकै छ यो टिम म्यानेजमेन्ट यहाँको त्यो जुन छ नि उहाँहरूलाई केही सल्लाह सुझाव दिन चाहनुहुन्छ? अझै चाहिँ यो एरियाहरू चाहिँ अझै ठुलो बनाउनु पर्यो अनि कोल्पुरमा पनि छन् यस्ता के अरे प्लेयरहरू जो चाहिँ माथिसम्म पुग्न सक्नुहुन्छ किप साइनिङ किप स्टाइरिङ कोल्पुर हेलो है सबै सिजन 2 कस्तो देख्न चाहनुहुन्छ? सिजन 2 त एकदमै बबाल हुन्छ बबाल एकदम हुन्छ अझै कति म्यानेज थिएन ठिकै छ सानो टाइममा पनि यति भयो त्यो पनि ठुलो कुरा हो साथसाथ एकदमै खुसी छौँ कोल्पुरको लागि गर्ल्सको लागि पनि हुँदैछ गर्वकै कुरा हो गर्ल्सको लागि भयो भने ए गर्ल्सको लागि भएपछि हैन गर्ल्सको लागि त आफै खेलियो ए क्रिकेट प्लेयर हो तपाईँ पनि? हजुर ओके ल धेरै थ्याङ्क यू सो मच 26 मा खेलेँ त्योभन्दा अहिले चाहिँ बेटर खेलेँ अब बिस्तारै अब एक्सपिरियन्स लिँदै छौँ अब बिस्तारै अगाडि पनि जित्छौँ होप गरौँ एमएस धोनीसँग यहाँले खेल्ने इच्छा भन्ने कुरा आएको छ नि यो खास के हो खास एमएस धोनीसँग अनि सिएसकेसँग खेल्ने इच्छा भन्दा पनि म फ्यान हो त्यही भएर अब मैले भनेको म फ्यान हो भने त्यही भएर सबैले अब मिडियामा खेल्ने इच्छा भनेर भनेको छ अब त्यही हाम्रो जुन अहिले केपिएल जुन हुँदैछ स्थानीयले कोल्पुरमा भयो यसले गर्दाखेरि हाम्रो नेसनल टिममा क्रिकेटलाई कस्तो सपोर्ट गर्ला भन्ने यहाँको मतलब विश्वास छ? फर्स्ट अफ अल थ्याङ्क यू सो मच कोलपुर नगरपालिकालाई होइन उहाँको लगायत टिमले जुन एउटा चाहिँ यस्तो भनौँ न राष्ट्रिय स्तरकै टुर्नामेन्ट धेरै धन्यवाद दिन चाहन्छु र मैले अघि नै भनिसकेँ जुन नयाँ जुन पिँढीको जुन जेनेरेसन छ आई थिङ्क यो अनुहारहरू यिनीहरू होइन यिनीहरूले चाहिँ प्लेयरहरूलाई चाहिँ एउटा ठुलो प्लेटफर्म हो सो थ्याङ्क यू सो मच कोलपुर नगरपालिका लगायत जति पनि जना यसमा चाहिँ सम्मिलित हुनुहुन्छ यो अर्गनाइजिङ टिममा आउने दिनमा चाहिँ यस्तो खालको टुर्नामेन्टहरूले चाहिँ धेरै नै एउटा ठुलो प्लेटफर्म दिनेछ यङ्स्टरहरूको लागि सो किप कन्टिन्यू भन्न चाहन्छु उहाँलाई क्रिकेटमा करियर कस्तो यहाँको युथहरू जुन आफ्नो करियर क्रिकेटमा खोज्दैछन् उहाँहरूको लागि के भन्न चाहनुहुन्छ नयाँ पिँढीको जस्तो बाबुहरू छन् होइन उनीहरूले हेर्न आएको छन् कसैले म्यान अफ द सिरिज पाउँछ ब्याट्सम्यान पाउँछ भने तिनीहरूलाई पनि एउटा उत्साह जाग्छ कि भोलिका दिनहरूमा यदि हामीले राम्रो क्रिकेट खेल्यो भने सपोर्ट पायो भने चाहिँ हामीहरू पनि यो खालको चाहिँ फेसिलिटीहरू प्राइजेसहरू पाउन सक्छ अघि नै हेर्नुभयो एकजनाले साइकल पायो क्यास प्राइजहरू पायो यदि हामीले राम्रो तरिकाले खेल्यो भने चाहिँ यहाँका स्थानीय जति पनि आएको छ यिनीहरूको चाहिँ मनमा चाहिँ एउटा इच्छा जाग्छ कि हामीहरू पनि क्रिकेट खेलौँ हामीहरूको पनि यस्तो नाम होस् होइन हामीले पनि यो कुराहरू चाहिँ एचिभ गर्न सकिन्छ सो विश्वास छ कि आज आएको छ होइन त्यो बच्चा कोही बच्चा मध्येले चाहिँ एउटा आफूले चाहिँ विश्वास राम्रो गऱ्यो भने यस्तो खालको चाहिँ सो ठुलै टुर्नामेन्टमै खास गरी स्थानीय नेटवर्कमा तपाईँको टिमले फाइनल्ली फर्स्ट प्राइड लिग कोलपुर प्राइड लिग ट्रफी उचाल्न सफल भएको छ तपाईँलाई कतिको एक्साइटेड हुनुहुन्छ? मैले अघि नै भनिसकेँ यो नाममा चाहिँ युबिसिसीको भए पनि यो ट्रफी हाम्रो कोलपुरवासीहरू सबै जतिजना आउनुभयो आज माया साथ सपोर्ट स्कुल ड्रेसदेखि लगेर होइन बुढो बुवा आमा दाजुभाइ दिदीबहिनी सबैजना यस्तो गर्मीको टाइममा यस्तो बिना छहारीमा पनि बल पहिलो बलदेखि अन्तिम
म्याचको अन्तिम क्षणसम्म तपाईँहरूले हामीलाई बसेर सपोर्ट गरिदिनु भयो। कोलपुरको यति ठुलो टुर्नामेन्ट सायद यो क्षेत्रमा पहिलोचोटि नै थियो र त्यसलाई भरिपूर्ण गराउनलाई चाहिन्थ्यो पब्लिकको सपोर्ट, जुन एकदम उहाँहरूले चाहिए भन्दा पनि बढी हामीलाई दिइसक्नु भएको छ। ल अब नेक्स्ट सिजनको लागि हामी योभन्दा राम्रो तयारीका साथ फेरि अगाडि बढ्ने प्लानमा छौँ। कोलपुरको होम टिम भएको हुनाले पनि हामीलाई चाहिँ धेरै नै प्रेसर थियो र गेम पनि सुरुदेखि नै हाम्रो चाहे त्यो ब्याटिङ होस् चाहे बलिङ होस् सुरुबाट नै हाम्रो हातभन्दा बाहिर नै थियो। देखिसक्नुभयो ब्याटिङ र बलिङमा हाम्रो नेपालको टाइगर मात्रै होइन क्या, उहाँ वर्ल्डको अलराउन्डर टप 5 अलराउन्डर त्यसै हुनुहुन्न। अहिलेको नेपालको कन्टेक्स्टमा उहाँ जतिको प्लेयर म चाहिँ देख्दिनँ है। एक क्षेत्रमा नभए अर्को क्षेत्र, अर्को क्षेत्रमा नभए अर्को क्षेत्र भन्न खोजेको बलिङ फिल्डिङ ब्याटिङ कुनै न कुनै क्षेत्रबाट आफ्नो टिमलाई कन्ट्रिब्युट गरिराख्नु भएको हुन्छ। हिजोको रनआउट हेर्नुहोस्, आजको सुपर ओभरको फाइनल ओभरको हेर्नुहोस् होइन, र ब्याटिङै हेर्नुहोस् न, एकजनाको स्कोर बराबर पुरा टिमको स्कोर बन्न सकेन हाम्रो। भनेपछि उहाँले हाम्रो टिमलाई कतिसम्म सम्हालेर कसरी गाइड गरेर उहाँको गेम स्टार्ट भएको पहिलो बलदेखि लगेर लास्टसम्म उहाँले प्रत्येक बलमा चाहे बलर होस् चाहे ब्याट्सम्यान होस् सबैलाई आफूले जानेको अनुसारको टिप्स दिएर नै हाम्रो टिमलाई यहाँसम्म पुर्याइदिनु भयो। र अन्तिममा हाम्रो टिमबाट खेलेर आफ्नो केही कारणवश फिर्ता जानुभएको प्लेयरहरू हाम्रो क्याप्टेन देव खनाल, आकाश चन्द, दिनेश बोहरा, त्यसपछि सन्तोष यादव, यहाँहरूलाई चाहिँ म यही मिडिया मार्फत थ्याङ्क यू एन्ड मिस यू भन्न चाहन्छु। फाइनलको मजा तपाईँहरूले मोबाइलमै लिनु पर्यो है। होप नेक्स्ट सिजनमा तपाईँहरूलाई यसरी बिचमै छोडेर जाने समस्या नपरोस्। हामी अन्तिमसम्म स्टार्टिङ फेजदेखि तपाईँहरू हुनुहुन्थ्यो, लास्टमा पनि भएको भएपछि हामीलाई आज धेरै आनन्द हुन्थ्यो। त्यही पनि केही छैन, लाइभमा हेर्नुभयो होला सबै, हामी जत्तिकै खुसी तपाईँहरू पनि हुनुहुन्छ होला। आफ्नो काममा गएको कामलाई सक्सेस बनाउनुहोस्। थ्याङ्क यू। यहाँले एउटा लास्ट यहाँ हाम्रो आयोजक टिमप्रति हजुरको केही छ सुझाव? उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हाम्रो कोलपुर नगरपालिका होइन, बाँके क्रिकेट एसोसिएसन, तपाईँको हाम्रो एलबी सर, विनायक गिरी, अजय साहनीदेखि सुमन डाङ्गी लगायत सम्पूर्ण, मैले नाम छुटाएकोमा नरिसाउनु होला, सम्पूर्ण आयोजक कमिटी होइन, हाम्रो क्यामराम्यान, म्याचको टुर्नामेन्ट स्टार्टिङदेखि लास्टसम्म यो टन्टला पुरै घाममा प्रत्येक बल लाइभ कभरेज गराउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। नेक्स्ट सिजन कस्तो चाहनुहुन्छ? योभन्दा धेरै नै धमाकेदार हुनेवाला छ, त्यति भने मैले। ओके, थ्याङ्क यू सो मच यो टुर्नामेन्टको लागि। हस् त, धन्यवाद।